भी सारे कॉकरोच ही है और कॉकरोच आसानी से मरता नहीं है, आपको पता है? कॉकरोच बहुत साल जीता है और कॉकरोच अगर साथ में है सब देश के तो क्या होगा आपको भी पता है। के तपाईँले विश्वास लाग्छ एउटा पार्टी जम्मा 2 देखि 3 दिनमा 11 मिलियन्स भन्दा बढी फ्लोवर गेन गर्न सक्छ? यो त सामान्य कुरा होइन, यो त युवाहरूको आक्रोश र विद्रोहको आवाज हो। अब एकचोटि विचार गरौँ, पहिला बङ्गलादेशमा सत्ता परिवर्तन भयो, विद्यार्थीहरूको आन्दोलन ठुलो आन्धीको रूपमा आयो, प्रधानमन्त्री शेख हसिना भाग्न बाध्य भइन्, लाखौं युवाहरूले लामो समयदेखि चलिआएको सरकार ढाले, भ्रष्टाचार, बेरोजगारी र अत्याचार विरुद्धको यो विद्रोह पुरै देशले हल्लायो। केही समयपछि नेपालमा पनि ठुलो हलचल भयो, पुराना राजनीतिक दलहरूको वर्चस्व टुट्यो, जनता आन्दोलनमा उत्रिए, युवाहरूको सक्रियताले सरकारको नेतृत्व नै फेरियो, राजनीतिक समीकरण एकाएक बदलिए। अब यी दुई घटनाहरूलाई एउटै लाइनमा जोडेर हेर्दा कस्तो लाग्छ? दुई देशमा लगभग एउटै समस्याहरू थिए, युवा प्रधान सत्ता परिवर्तन, एउटै किसिमको अस्थिरता र जनताको आक्रोश। यो महज संयोग मात्र होइन, यी सबै घटनाहरू एउटै कुरासँग जोडिएको छन्, भ्रष्टाचार, गरिबी, अत्याचार र शिक्षित युवाहरूको बेरोजगारी। लाखौं युवाहरू पढे लेखेका छन् तर काम छैन, उनीहरूको भविष्य अन्धकारमा छ। यी पीडा बङ्गलादेश, नेपाल र अब भारतमा पनि उस्तै देखिँदैछ। मलाई त यस्तो लाग्छ कि यो पछाडि कुनै न कुनै अदृश्य शक्ति काम गरिरहेको छ, कुनै यस्तो आन्तरिक वा बाह्य शक्ति जसले सम्पूर्ण दक्षिण एसियाकै वा भनौँ पुरै एसियाकै महादेशलाई आफ्नो नियन्त्रणमा ल्याउन चाहन्छ। यो त एउटा कल्पनाको कुरा मात्रै भयो। एकपछि अर्को देशमा अस्थिरता निम्त्याएर पुराना सरकारहरूलाई फाल्ने र आफ्नो अनुकूल शक्ति स्थापित गर्ने खेल चलिरहेको छ। अब कुरा गरौँ एउटा नयाँ आशा वा विद्रोहको प्रतीक मानौ, ककरोच जनता पार्टी। यो पार्टी जम्मा केही दिनभित्र मात्र खुलेको हो, तर यसले छोटो समय युवाहरूको समर्थन जुटाइसकेको छ। मुख्य न्यायाधीशले बेरोजगार युवाहरूलाई ककरोच भनेपछि युवाहरूले त्यही नामले हतियार बनाएर पार्टी खोले। सीजेपी अर्थात् ककरोच जनता पार्टीको नेतृत्व अभिजित दीपकले गरेका छन्। यो कुनै पुरानो नेता वा ठुलो पार्टीको आडमा बनेको होइन, यो त युवाहरूको आफ्नो आवाज हो र शक्तिशाली पार्टी हो। युवाहरूको अधिकार, बेरोजगारीको अन्त्य, निशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य, भ्रष्टाचार विरुद्ध कडा कारबाही र स्थापित शक्तिहरू विरुद्ध शक्तिपूर्ण सङ्घर्ष। यो पार्टीले भन्छ हामी लेजी र बेरोजगारी युवाहरूको आवाज हौ, तर वास्तवमा यो लेजिनेस भने होइन, व्यवस्था विरुद्धको विद्रोह हो। यो सीजेपीले भारतमा पनि नेपाल, बङ्गलादेश जस्तो युवाहरू आन्दोलनको सुरुवात गर्ने एउटा माध्यम बनेको जस्तो देखिन्छ। यो आन्दोलनले पुरै एसियाको राजनीतिक नयाँ दिशा दिन सक्छ जस्तो पनि लागिरहेको छ। विशेष गरी युवाहरूको शक्ति सबैभन्दा ठुलो हुन्छ। जब युवा जाग्छ, कुनै पनि षड्यन्त्र वा पुरानो व्यवस्था टिकिन सक्दैन। हस्त तपाईहरुलाई आजको यो सीजेपीको डिस्क्रिप्सन र यो कस्तो लाग्यो? राम्रो लागे लाइक, शेयर र सब्स्क्राइब गर्नु होला। हस्त नमस्कार, जय नेपाल।